हेलो गाइज, नमस्कार सबैजनालाई। यदि तपाईहरुको फेसबुकमा पनि यस्तै खालको इन्टरफेस शो भइरहेको छ र तपाईहरुको चाहिँ फेसबुक अकाउन्ट चाहिँ सस्पेन्ड हुनेवाला छ या पर्मानेन्ट डिलिट हुनेवाला छ र यस्तै खालको इन्टरफेस शो भइरहेको छ, भरत यु हैव 180 डे टु टेक एक्सन भनेको छ। 180 दिन भित्र चाहिँ मैले एक्सन लिइसक्नु पर्ने छ र यदि एक्सन लिएन भने चाहिँ अहिलेको लागि चाहिँ यो फेसबुक अकाउन्ट हैज बीन सस्पेन्ड मात्रै भनेको छ, सस्पेन्ड भएको छ र मैले 180 दिन भित्र चाहिँ यसमा चाहिँ कुनै पनि एक्सन लिइन र रिपोर्ट गरिन भने चाहिँ मेरो चाहिँ फेसबुक अकाउन्ट चाहिँ पर्मानेन्टली डिसेबल हुन्छ भनेर यहाँ चाहिँ मेल आइरहेको छ। या तपाईहरुको चाहिँ फेसबुक मा कुनै पनि मोबाइलमा या व्हाट्सएपमा आएको हुन सक्छ। यदि यस्तो आएको छ भने तपाईहरुले के गर्न सक्नुहुन्छ म तपाईलाई यो भिडियोमा देखाउन चाहन्छु। अब हाम्रो फेसबुक अकाउन्ट चाहिँ कसरी सस्पेन्ड गरिदिन्छ फेसबुकले या पर्मानेन्ट डिलिट गरिदिन्छ भन्ने कुरा चाहिँ बुझाउन गइरहेको छु। यदि तपाईहरुले चाहिँ आफ्नो फेसबुकमा कुनै पनि पोस्ट, स्टोरी या रिल्सहरु अपडेट गर्दाखेरि, भिडियोहरु अपडेट गर्दाखेरि चाहिँ फेसबुकको कम्युनिटी गाइडलाइन्सलाई फलो गर्नुभएको छैन र तपाईहरुले चाहिँ अरूको भिडियोहरुलाई कपी गरेर पोस्ट गर्नुभएको छ, तपाईको ओरिजिनल कन्टेन्ट छैन, तपाईहरुको फेस भ्यालु छैन भने चाहिँ तपाईहरुको फेसबुकमा चाहिँ यो वार्निङ दिन्छ, सस्पेन्ड योर अकाउन्ट भनेर दिन्छ। यो चाहिँ तपाईहरुले 180 दिन भित्र चाहिँ यसमा चाहिँ एक्सन लिइसक्नु पर्ने हुन्छ। एक्सन लिनको लागि तपाईले यहाँ तल एप्पल भनेको छ, यसमा क्लिक गर्नुभयो भने तपाईहरुलाई चाहिँ आफ्नो इमेल आइडी माग्न सक्छ या फोन नम्बर माग्न सक्छ। त्यसमा चाहिँ तपाईहरुले चाहिँ ओटीपी कोड आउँछ इमेल या फोन नम्बरमा या व्हाट्सएपमा, त्यसलाई भेरिफाई गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईहरुलाई चाहिँ कुनै पनि क्वेशनहरु सोध्न सक्छ र तपाईहरुलाई चाहिँ जरुरत पर्यो भने चाहिँ तपाईहरुलाई पासपोर्ट या नेशनल आइडेन्टिटी कार्ड, कुनै पनि गभर्नमेन्ट डकुमेन्टहरु चाहिँ सोध्न सक्छ। तपाईहरुको चाहिँ फेस पनि स्क्यान गर्न सक्छ, त्यहाँ क्यामेरा खुल्छ र केही 3-4 स्टेपहरु चाहिँ कम्प्लिट गरिसकेपछि चाहिँ तपाईहरुले चाहिँ यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले चाहिँ सबमिट गरिसकेको छु र तपाईहरुले यो सबमिट गरिसकेपछि चाहिँ मैले चाहिँ 9 अक्टोबर 2025 मा चाहिँ सबमिट गरिसकेको छु र यहाँ देख्न सक्नुहुन्छ आइडेन्टिटी कन्फर्मेसन इन प्रोग्रेस भनेको छ। हाम्रो चाहिँ यो प्रोग्रेस भइरहेको छ र 48 आवरमा चाहिँ हामीलाई चाहिँ डिसिजन आउँछ भनेको छ। त्यसपछि व्हाट ह्यापन्स नेक्स्ट भनेको छ। यसमा तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यदि तपाईहरुको चाहिँ अकाउन्टमा पनि कम्युनिटी गाइडलाइन फलो गरेर फोटो भिडियोहरु राख्नु भएको छ, कम्युनिटी गाइड फलो गर्नु भएको छ भने चाहिँ टु युज फेसबुक अगेन भनेर फेरि पनि तपाईले यो फेसबुक आइडीलाई युज गर्न सक्नुहुन्छ। र यदि तपाईहरुले चाहिँ आफ्नो अकाउन्टमा चाहिँ फलो आवर कम्युनिटी भनेको छ, यो कम्युनिटी गाइडलाइन्स फलो गर्नुभएको छैन भने चाहिँ हाम्रो आइडी चाहिँ इट विल बी पर्मानेन्ट डिसेबल एन्ड योर वन्ट बी एबल टु एप्पल अगेन भनेको छ र हामीले चाहिँ कुनै रिपोर्ट गर्ने ठाउँ पनि हुँदैन र हाम्रो आइडी चाहिँ पर्मानेन्ट ब्यान्ड हुन्छ। र यस्तो अवस्थामा चाहिँ फेरि पनि तपाईहरुले चाहिँ फेसबुक टिमसँग चाहिँ फेसबुक सपोर्ट टिमसँग चाहिँ तपाईले कुरा गर्न सक्नुहुन्छ। यदि तपाईहरुको चाहिँ 48 घण्टामा पनि कुनै रेस्पोन्स आएन भने चाहिँ अब के गर्नुपर्छ तपाईहरुलाई म देखाउँछु। यसको लागि सिम्पली तपाईहरु तल होममा गएर तपाईहरुले चाहिँ क्रोम ब्राउजर या मोबाइलको कुनै पनि ब्राउजरमा गएर चाहिँ डिसेबल फेसबुक अकाउन्ट रिकभरी भनेर सर्च गर्नु होला। त्यसपछि फर्स्टमै रहेको माई पर्सनल फेसबुक अकाउन्ट इज सस्पेन्ड अर डिसेबल भनेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि यो सबै कुरा पढ्नु होला। यहाँ धेरै कुराहरु कम्युनिटी गाइडलाइनको बारेमा बताएको छ र डाइरेक्ट तपाईहरुले चाहिँ पढिसकेपछि यहाँबाट सल्भ भयो भने भयो, भएन भने चाहिँ तपाईहरुले चाहिँ व्हाट दिस हेल्पफुल भनेको छ, यसमा चाहिँ नो गर्नु होला। त्यसपछि द सल्युसन डज नट वर्क भनेको छ, यसमा क्लिक गरेर तपाईहरुले सिलेक्ट गर्नु होला। अब तपाईहरुले यहाँ चाहिँ एउटा फेसबुक टिमलाई चाहिँ मेल लेख्नु पर्ने हुन्छ। त्यो मेलको डिजाइन चाहिँ मैले तपाईलाई डिस्क्रिप्सनमा राख्छु, त्यहाँबाट कपी गर्न नि सक्नुहुन्छ। त्यो रिक्वेस्ट मेसेज चाहिँ यो खालको हुन्छ, यहाँ देख्न सक्नुहुन्छ। मैले इंग्लिशमा लेखेको छु र तपाईहरुलाई म नेपालीमा पनि बुझाइदिन्छु। प्रिय फेसबुक टोली, म यो खाताको वास्तविक प्रयोगकर्ता हुँ। मेरो खाता फेरि फेसबुक कम्युनिटी स्ट्यान्डर्ड्स उल्लङ्घनको कारण निलम्बित भएको छ। मैले सबै आवश्यक पहिचान प्रमाणपत्रहरू उपलब्ध गराइसकेको छु जसले मेरो खाता पुनः खोल्न पर्याप्त छ। कृपया मेरो अपिल ध्यानपूर्वक हेर्नुहोस् र सकेसम्म छिटो मेरो फेसबुक खाता पुनः खोलिदिनु होला। धन्यवाद। त्यसपछि तपाईहरुको नाम, तपाईहरुको चाहिँ इमेल जुन फेसबुकमा युज गर्नुभएको छ तपाईहरुको इमेल, त्यो इमेल, त्यसपछि तपाईहरुको फोन नम्बर र तपाईहरुले आफ्नो देशको नाम नेपाल हो या कहाँ तपाईहरुले त्यसलाई राखेर चाहिँ
जस्ट यसलाई चाहिँ कपी गरेर यहाँ पेस्ट गर्नु होला। त्यसपछि तपाईहरुले सबमिट गर्नु होला। त्यसपछि सबमिट गरिसकेपछि तपाईहरुले यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। थ्यांक्स यु फिडब्याक हेल्प इम्प्रुभ दिस आन्सर फर एभ्रीवन भनेको छ। अब चाहिँ यो मेललाई चाहिँ फेसबुक टिमले एकचोटी पढ्छ। त्यसपछि चाहिँ तपाईहरुको चाहिँ फेसबुकमा कुनै कम्युनिटी गाइडलाइन्स छैन, कुनै पनि कम्युनिटी गाइडलाइन्स विपरीत भिडियोहरु रिल्सहरु अपलोड गर्नुभएको छैन भने चाहिँ तपाईहरुको फेसबुक चाहिँ फेरि युज गर्न मिल्छ र रिकभरी हुन्छ। तपाईको चाहिँ सस्पेन्ड हुँदैन, पर्मानेन्ट डिलिट हुँदैन। यदि तपाईहरुले चाहिँ कुनै पनि खालको कम्युनिटी गाइडलाइन्स फलो नगरिकन भिडियो पोस्टहरु राख्नु भएको छ भने चाहिँ तपाईहरुको चाहिँ आईडी जसो गरे पनि ब्यान हुन्छ, पर्मानेन्ट डिलिट हुन्छ। थ्यांक्स फर वाचिङ। कस्तो लाग्यो भिडियो? यदि मन पर्यो भने चाहिँ च्यानललाई सब्स्क्राइब गर्नु होला र मेरो भिडियोमा एउटा कमेन्ट लेखेर जानु होला। कुनै कन्फ्युजन छ भने भन्दै आजलाई आज्ञा चाहन्छु। बाइ बाइ, टेक केयर।